482 भिजा ग्रान्ट भइसक्यो कि अब तपाईँले डिपार्टमेन्टले कुनै पनि चेक गर्दैन भनेर ढुक्क हुनुभएको छ त? यदि त्यो छ भने तपाईँ सतर्क पनि रहनुपर्ने हुन्छ। यस डिपार्टमेन्ट अफ होम अफेयर्सले केही समयदेखि विभिन्न बिजनेसहरूमाथि अनुगमन गरिरहेको छ। स्पेसली 482, 186 लगायतका इम्प्लोयर स्पोन्सर्ड भिजाहरू अप्लाई गरिरहेका एप्लिकेन्ट अनि त्यो बिजनेसहरूमाथि उनीहरूले छड्के अनुगमन चाहिँ गरिराखेको हो। यसको अर्थ यदि कोही व्यक्तिले काम गरिरहेको छ भनेर प्रुभ गरेको छ 482 भिजा र एक्चुअली वर्क प्लेसमा छैन भने त्यो अवस्थामा ती व्यक्तिहरूको खोजी पनि डिपार्टमेन्टले गरिराखेको छ। प्लस कुनै बिजनेसहरूले अपरेट नगरिकन भिजाहरू अप्लाई गरेको छ, स्पोन्सरसिप गरेको छ तर अपरेट भइराखेको छैन भने त्यस्तो खालको बिजनेसहरूलाई पनि उनीहरूले कारबाही गर्न सक्ने देखिन्छ र केही न्युजहरू पनि मार्केटमा आएको हामीले देखेका थियौँ। रिसेन्टली मात्रै हाम्रा केही क्लायन्ट्सहरूको बिजनेसहरूमाथि डिपार्टमेन्टले अनुगमन गरेको थियो र अनुगमन पछि उनीहरूले चाहिँ त्यो क्लायन्टलाई अथवा त्यो इम्प्लोइलाई पे गरेको एभिडेन्सहरू पनि मागेको हामीले इमेल प्राप्त गरेका छौँ हाम्रो माइग्रेसन एजेन्टकोमा। यसकारण तपाईँ यदि 482, 186, 494 लगायत इम्प्लोइ स्पोन्सर भिजाहरू अप्लाई गर्नुभएको छ अथवा ग्रान्ट भइसकेको छ र यो भिजामा काम गरिरहनु भएको छ भने तपाईँले आफ्नो भिजामा अथवा आफ्नो कन्ट्र्याक्टमा भए अनुसारको सम्पूर्ण अरेन्जमेन्टहरू गरिराख्नु भएको छ कि छैन भनेर आज नै चेक गर्नुहोस्। थप जानकारी लिनु परेको खण्डमा आइसिएस इन्टरनेसनललाई सम्पर्क गर्नुहोस्। हामीसँग सिडनी, मेलबर्न अनि डार्विनमा अफिस रहेको छ। तपाईँले फोन कन्सल्टेसन, फेस टु फेस कन्सल्टेसन अथवा अनलाइन जुम कन्सल्टेसन पनि गर्न सक्नुहुन्छ।